हिजो बिहान पनि खाएँ बेलुका पनि खाएँ मैले निग्रो कहिलेसम्म चाहिँ मिठो हुन्छ अरे निग्रो यो भोलि पर्सि नर्कमा चाहिँ पकौडा बनिन्छ हाम्रो त्यो चाहिँ हो के बनिन्छ अहिले जे जतिको बेसन भोलि पर्सि के हुन्छ अरे भोलि पर्सि त सर पकौडा बनिन्छ नि दामी होइन नि बेसन दलेर कसको हाम्रो नि अब यस्तो तडपाएर अहिले अब सफा गर्ने बेलामा त्यसको हात खुट्टा भाँचेर ए हेर्नुहोस् है यसरी पक्रिनु पर्छ कहाँ हो त्यति सजिलो कहाँ छ दुःख छ नि होइन पुरै दुःख छ साँच्चीकै टोक्यो खोइ खोइ देखाउन सानो चाहिँ अलिक छ खोइ पुरा पक्रिँदैछ मजाले देखाउनु त 2000 छ थोरै छ एकछिनै ठुलो छ अरे यहाँ ठुलो छ ठिक हो त्यसो ठुलो ठिकैको यो साइज त राम्रो हुन्छ नि यतिको चाहिँ कति भन्दा यतिकै यो नि साइज त कति खोज साथी यहाँ हुँदैछ बढ्दैछ हुँदैछ साथी फेरि हेलो लोए साथीले वेलकम गर्नुभएको छ हामीलाई फेरि ए राम्रो रहेछ त छ है बच्चा रहेछ है यस्तोमा हुँदो रहेछ हौ यस्तो जग्गातिर है साथी यो ढुङ्गाहरूतिर साइड सेटमा हुन्छ नि त यस्तो ढुङ्गातिर चाहिँ हुँदो रहेछ यहाँ होला पक्कै पनि यहाँ होला भन्नुपर्छ यहाँहरू हेरौँ त मुनि बालु मुनिहरू पानीमा बसेर त बगाइहाल्छ नि ओ भाउ साइज पनि दामी रहेछ नि त्यो त टोक्यो टोकेछ यसले यस्तो टोक्दियो है गङ्गेटाले चाहिँ आयो भने होला यहाँ चाहिँ झिङ्गो यस्तो कुद्छ यहाँ झिङ्गे झिङ्गे पनि छ उसले चाहिँ देखाउन मजाले उसले हो नि सबभन्दा बेसी झिङ्गे प्रन यस्तो खोला छ हेर्नुहोस् है साँच्चीकै टोक्यो खोइ खोइ के हो घुङ्गी आमा धेरै छ बहुतै हुँदैछ ए हेर्नुहोस् है यसरी पक्रिनु पर्छ कहाँ हो त्यति सजिलो कहाँ छ दुःख छ नि होइन पुरै दुःख छ खानु मात्रै त्यस्तो मिठो थोडी हुन्छ मेहनत गर्नुपर्छ यसरी खुन पसिना बन्द भने आज हामीले पाइनौँ भने खाना छैन हाम्रो लागि होइन पुरा मेहनत गर्नु पऱ्यो हामीले यही हो आज हेर्नु नि झिङ्गे कङ्गेटा सानो झिङ्गे सानो कङ्गेटा भागिहाल्छ के यहाँ त अन्त ढुङ्गै पछि छ कहिले हो के गो झिङ्गे कङ्गेटा छ कङ्गेटा हो सानो रहेछ नि कङ्गेटा खोइ कहाँ छ ठुलो छ पल्टाउनु पर्छ आमो झिङ्गे पनि रहेछ उयो झिङ्गे पनि छ उतो पनि छ झिङ्गे ठुलो पक्रियो यहीँ छ खोइ त्यो हेरौँ त ठुलो छ रोजर खोइ त एकदमै आमा यो चाहिँ हो नि छुच्चा पनि रहेछ अरे छुट्टा छ नि यो आमा एकछिन टोक्यो एकछिन आमा के छ झिङ्गे छ ल झिङ्गे पनि छ मैले भनेन यहाँ पनि छ अर्को पनि छ गङ्गेटा यहाँ पनि रहेछ यो बस ठुलो हुन्छ ठुलो पाइ पाइ म धम्नु गर्दा ठुलो वाला पक्रियो पक्रियो होइन अघि ठुलो थियो त यही छ यहीँभित्र बस्दै अब योभन्दा ठुलो छ योभन्दा ठुलो त्यो ढुङ्गावाला गङ्गेटा त त्यसको ढुङ्गावाला अरे कत्रो उता बस्यो नि कता बस्यो बस्यो पौडे डराउँछ नि त फेरि
अझै हेभी छ है पुग्ने यो चाहिँ हो नि यो अहिले हटामा यो हटा त देखाउनु लु हेर्नुहोस् यहीको साइज सानो हुने भने कसो है यही त यही एउटा मामा यो त अन्त अब मलाई जग्गा पाइन नि क्याच गर्नु सजिलो छैन नि चाहिँ हालिहाल्नु न यी चाहिँ दुःख होला यहाँ आयो त ऊ जोडा आयो उता नसी लाग्छ यिनीहरू चाहिँ बाहिर लाग्छ माथि उभिन्छ माथिबाट ढुङ्गा पनि छ पक्कम छ एउटा फर्छ दुईवटा कुरा एउटा पक्रिनु पर्छ एउटा पक्रेको छैन दुईवटा यो सानो अर्को ठुलो छ सानो यो पक्रिनु त यो हाल हिजो अब चेप्टाउन देखाउनु त एकदम चेप्दो रहेछ नि सबले चेप्छ नि अब प्रोटेक्सन त सबले गर्छ नि महाराजले नि मान्छे मारेको होइन नि प्रोटेक्सन गरेको राम्ररी हेरेर त उनीहरूले गएको राम्ररी किनकि मान्छेलाई यस्तो गर्छ लाताले पछाडि गयो भने यसो गर्छ अन्त भाग्छ हेर्नु मारेको होइन नि उसले पनि तर कसैलाई मार्ने बेला चाहिँ कस्तो हुन्छ भने नि पापी मान्छेलाई चाहिँ देखेको छु मैले मारेको डरलाग्दो मार्छ तिनीहरूलाई चाहिँ त्यसलाई मैले के गर्छ भने त खुट्टा च्यातेर हात च्यातेर त्यस्तो गर्छ हौ तिनीहरूलाई चाहिँ अर्कै टाइपले मार्छ अनि हामी बुझ्छौँ पनि यो पापीमा किनकि हामीलाई थाहा हुन्छ पनि क्या डन्ठा पो रहेछ त यहाँ छ झिङ्गा क्याच एकछिन राख्नु त्यतिकै खतरा हो नि केकडा 6 बजार खोइ देखाउनु त्यहाँ छ छैन भोलि पर्सि नर्कमा चाहिँ पकौडा बनिन्छ हाम्रो त्यो चाहिँ हो के भनिन्छ अहिले जे जतिको बेसन भोलि पर्सि के हुन्छ अरे भोलि पर्सि त सर पकौडा बनिन्छ नि दामी होइन नि बेसन दलेर कसको हाम्रो नि अब यस्तो तडपाएर अहिले सफा गर्ने बेलामा त्यसको हात खुट्टा भाँचेर पेट निकालेर सफा गरेर खान्छ अब भोलि पर्सि त त्यही हो भाइ तिमीले घरमा पनि काम गर्दैछौ किन भन त किनकि यसले अर्को जुनिम त पाउँछ एउटा जुनिम त काटे नै पोइन्ट टु बी नोटेड पाप छ भने धर्म पनि छ क्या त्यहाँनिर पोइन्ट टु बी नोटेड एकदम राम्रो पोइन्ट गर्नुभयो उहाँले अन्त सानो केक्रा पर्यो सानो भाइले त तर च्याप्पै यार यो भाइले खुबी रहेछ भाइकोमा तिमी तपाईँहरू निङ्ग्रो चाहिँ कहाँ पाइन्छ यतै हो यो खोला पुरै यहाँ निङ्ग्रो छ यो डल्लै निङ्ग्रो हिजो बिहान पनि खाएँ बेलुका पनि खाएँ मैले निङ्ग्रो कहिलेसम्म चाहिँ मिठो हुन्छ अरे निङ्ग्रो यो अब अहिले अब यो कति मे होइन हजुर यो मेसम्म मिठो हुन्छ त्यहाँदेखि बेसी पानी पर्नु थालेपछि मिठो हुँदैन बर्खाको चाहिँ मिठो हुँदैन भने चाहिँ मिठो हुँदैन है बर्खातिर खायो भने फेरि किराहरू पनि खाइपठाउँछ बर्खामा किराहरू क्या खाइ पाउँदैन है थाहा पाउँदैन नि अब हरियै त हुन्छ किरा बेतको रुख चाहिँ यस्तो हुन्छ अरे काँडा हुँदो रहेछ हो डन्टी कलिलोमा नि अनि यहाँ छ बेतगाडा हेर्नुहोस् है माथि माथि छ यस्तो हुन्छ है बेतगाडाको रुख फाइनल क्याच चाहिँ यस्तो छ यहाँ चाहिँ एउटा यो बोकेर हिँड्दैछ ए खाँदो रहेछ नि यो झिङ्गे त बर्बाद बनाएछ है यसले खाएर के खानु अब हामी लु यति हो आजको के छ हाम्रो अलिक यसलाई उयो गर्नु चाहिँ मजाले देखाउनु पर्छ यो होला सब ए भाग्दैछ त सुरु गरौँ ल अब लु सुरु गरौँ साथीहरू आइदिनु भयो धेरै धेरै धन्यवाद र फेरि योभन्दा अगाडि पनि तपाईँहरू आउनु भएको थियो 1-1.5 साल अगाडि र अब त्यसमा चाहिँ मैले के भनेको थिएँ भन्दा आजभन्दा हामी 20-25 साल अगाडि आएर यो चिज र धेरै खुसी लाग्यो आउँदाखेरि र नेक्स्ट टाइम फेरि अझै राम्रोसँगले गर्नुपर्छ है ओके आइदिएकोमा चाहिँ धेरै धेरै धन्यवाद ओके ब्रदर भेट्दै गर्नुपर्छ थ्याङ्क यू ओके